पुछे 15 हामी चाहिँ काठमाडौँ पुरै नदेखे पनि आधा सोनबु एरिया घरहरू चाहिँ अब हामी चाहिँ आएर पुछे 15 हामी चाहिँ अब यता चाहिँ हामी बस्ने हामी चाहिँ यो जङ्गलमा चाहिँ बस्छौँ होइन काठमाडौँ हो तर यो चाहिँ जङ्गल जस्तै भयो अनि हामी चाहिँ आज के अरे माघ 1 गते माघे सङ्क्रान्ति भनेर अब हामी चाहिँ घुम्नलाई निस्किरा म पनि यतै छु बाटो जाँदैछौँ यस्तो छ पानी फेरि काठमाडौँमा पानी छैन भन्छ तर हाम्रो टोलमा चाहिँ पानी फालाफाल चाहिँ पानी चाहिँ बगिरहेछ है ल अब अगाडिको कुरा अब अगाडि नै हेरौँ ल अहिलेलाई चाहिँ यति बस्ने ठाउँबाट चाहिँ काठमाडौँ पुरै नदेखे पनि आधा सोनबु एरिया सानो बराङ सबै देखिन्छ त्यो चाहिँ पशुपति भन्छ स्वयम्भूको डाँडो सरी चिनिन्छ यो चाहिँ हो चिनिन्छ नेपाली स्वयम्भू यो चाहिँ आधा काठमाडौँ देखिन्छ यहाँबाट चाहिँ आधा होइन पुरै नै देखिन्छ लगभग पारीसम्म यहाँदेखि लगभग पुरै नै देखिन्छ यहाँबाट चाहिँ यस्तो छ यहाँ चाहिँ हिँड्दै अब यहाँ स्वयम्भू पुगिसक्यो हेलो गाइस कैसे हो आप लोग मैं हूं आपका प्यारा भाइ कस्तो डिस्टर्ब गरे हैन मलाई गर्ने मन छ भने यस्तो गर्ने राम्रो केटीहरू पनि छ अगाडि यहाँ अब स्वयम्भू पुग्यो अब हामी चाहिँ यहाँबाट कहाँ जाने भान्जा अब जाने हम बालाजु यहाँदेखि चाहिँ बालाजु जाने बालाजु जाँदै हामी गाडी चढ्नु पर्यो बालाजुको लागि त्यो गाडीमा अब हामी चाहिँ यहीँबाट ओएमा गाडा कस्तो अड्किएको घरहरू चाहिँ पुराना टाइपको है दामी छ घर यो एउटैकै हुनुपर्छ यत्रो घर अनि हामी चाहिँ यो ठाउँ चाहिँ वनस्थली यता कता जाने बाटो हो खै हामी चाहिँ अगाडि जानुपर्ने यो भान्जाश्रीले कता लग्छन् खै अब हेरौँ भान्जाको आज यो घर चाहिँ हेर्नुहोस् कस्तो दामी छ कस्तो यो किन भवन यो चाहिँ हो दरबार हाई स्कुल कस्तो छ त हामी चाहिँ अब यहाँबाट अन्डरग्राउन्ड जान्छौँ अब यहाँ अन्डरग्राउन्ड जानु पऱ्यो कि आएन आइज यो अन्डरग्राउन्ड बाटो रत्नबागको अन्डरग्राउन्ड बाटो आज मैले तिमीलाई अन्डरग्राउन्ड बाटो लिएर आएछु पक्न बाटो अन्डरग्राउन्ड सुरुवाती ठाउँ मान्छेहरू कस्तो भिड छ आमामा यहाँ भयो गाडीहरू यो साइड चाहिँ छैन त्यति मान्छे तर पारिपट्टि चाहिँ यहाँ चाहिँ यस्तो छ कहाँबाट बाटो काटो यहाँ यता त हामी चाहिँ रोड काट्नु पऱ्यो मान्छेको आउनेको त्यस्तै छ जाने यस्तो जाम भयो है आएर कामै छैन मान्छे छ जताततै त्यस्तै छ बाटो दिउँसो रुमबाट निस्किया मान्छे अहिले पुग्दैछौँ हामी पशुपति आजको जाम अनि हाम्रो घुमाइ धेरै नै भयो अहिले चाहिँ हामी पशुपति पुग्यौँ यो केटी किन हो मेरो क्यामेरा मात्रै आउनु खोज्छ त ठिक छ माथि जाँदै अब आएर त्यो गइन्छ हामी फ्लिक
अब हामी चाहिँ आरती सारती भएर रात 6:30 कति बजिसक्यो हामी चाहिँ निस्किनु आएको तर कोही जाने मान्छेहरू फेरि गइरहेछ तर निस्किने मान्छेहरू चाहिँ निस्किसक्यो अब चाहिँ अब निस्किने मान्छेहरूको सङ्ख्या पशुपति एरियाको भाग अब हामी निस्किँदैछौँ अब गाडी पाउँछ कि पाउँदैन भन्ने हो तर काठमाडौँ जस्तो ठाउँमा गाडी नपाएर हुँदैन है पैसा छ त सब छ यहाँ गाडी साडी सब छ पैसा छैन त एक खुट्टा छ केटी पनि छ यस्तो राम्रो राम्रो फुलको मारीहरू छ अगाडि पछाडि यस्तो यिनीहरू हुँदा राम्रो त यहाँ हाम्रो मन्दिर छ यहाँ के गर्नु त पशुपतिबाट फर्केर पनि रुमतिर आइसक्यौँ अब त्योपछि अब हामी अब सुत्ने कार्यक्रम हुन्छ खानासाना बनाउने खानासाना खाने अब ल थ्याङ्क यू फर वाचिङ लाइक एन्ड सब्सक्राइब नै भन्न चाहे लास्टमा अन्त्यमा